हेलो एभ्रिवान, हामी चाहिँ आज झाँक्रीढुङ्गा आएको छौँ। बिहानै हिँडेको हामी, अघि आइपुग्यौँ किनकि हामी गाडीमा आएको हो। गाडीमा आउँदा चाहिँ रजपाडाबाट चाहिँ जम्मा 1 घन्टा मात्र लाग्ने रहेछ। हामी हिँडेर आएको भए चाहिँ 3-4 घन्टा चाहिँ हामीलाई लाग्थ्यो होला। त्यही भएर छिटै आइपुग्यौँ। घाम नपुग्दै यहाँ हामी आइपुगेका थियौँ। अब चाहिँ हाम्रो यहाँ पूजासुजा हुन्छ होइन। झाँक्रीढुङ्गाको अगाडि छु म, देख्न सक्नुहुन्छ। यो भित्र चाहिँ मन्दिर छ। यता आगो बालेर आगो ताप्ने एकदमै चिसो छ क्या, एकदमै। मेरो नाक रातो रातो भइरहेको होला। हाम्रो पूजा गर्ने पाठा यिनी सानो नानीहरूलाई अब काट्ने अरे गाडीमा लिएर आएको के गाडीमा आज हामी पुरानो धार्मिक स्थल झाँक्रीढुङ्गा पहिलाको हाम्रो दाउरा घाँस गरेको ठाउँ। धेरै धेरै माया, धेरै धेरै सम्झना सबैजनालाई। मेरो सानो नानीको धेरै माया गरिदिनु, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। ल अब के हुन्छ म एकछिनमा देखाउँदै गर्छु है। एकछिन आगो ताप्ने कार्यक्रम हुँदैछ। आगो चाहिँ मजाले बलिरहेछ, एकदमै चिसो। ए आगोले बस कि काट्नु के हो ल हामी चाहिँ अब पाठा लगेर भित्र जाने, तिमीलाई काट्ने हो गाइस। अब ल होइन के हो हजुर पैसा के भन्नु नाम त्यो उ गर्ने नाम भन्ने होला नि, ओरिजिनल। हजुर हुन्छ। आइडी चाहिँ उ गरिदिन्छ कहिले काहीँ त। लौ मान्यो। गयो यस्तो हुन्छ गाइस, यहाँ के गर्नु। ल गाइस, यता पूजा सकिसक्यो हाम्रो। धेरै केही थिएन, अलिकति थियो, त्यो काम सकिसक्यो। अब एकछिन घुमफिर गरेर जान्छौँ होला। केही छैन। मन्दिर आउँदा तपाईँहरू के माग्नुहुन्छ गाइस? मलाई त के माग्ने के भन्ने भगवान्सँग केही पनि थाहा छैन कि त्यो राम्रोसँग होइन। अब जे छ यस्तै छ। यहाँनिर चाहिँ खुट्टा चिसो भइसक्यो एकदमै। यहाँ यस्तो छ भुइँमा चाहिँ। यता चाहिँ मन्दिर हो, झाँक्रीढुङ्गा भन्छ होला होइन। ल हामी अब उता जाँदैछौँ पारिपट्टि। यो मन्दिरको पारिपट्टि चाहिँ एउटा ठुलो ढुङ्गा छ, जहाँ चाहिँ वरपर सिँढी बनाएर एकदमै झाँक्रीढुङ्गाको प्रवेशद्वार हो। अब जाम है त, कस्तो छ के छ। कति राम्रो हो कि गाउँ, म हेरेँ तर एकदमै चिसो छ है। यो जाडो महिना पुस माघतिर चाहिँ यदि कोही आउँदै हुनुहुन्छ भने चाहिँ बी केयरफुल। अनि यु गाइस क्यान सी हिमाल पनि देखिरहेछ यहाँबाट। ओके,
हेर्दै गरौँ अगाडि के देखिन्छ। गाइस यो झाँक्रीढुङ्गा आएर हाम्रो पूजापाठ चाहिँ अब सकिसक्यो। अब चाहिँ हामी यता एकछिन घुमघाम गर्दैछौँ। बल्ल घाम लागेर अलि जाडो कम भएको छ, नत्र जाडो चिसो, यति चिसो हावा मेरो त एकछिन त मुटु नै कामिरहेको थियो। यस्तो सुनसान छ है। अहिले चाहिँ यो पुसको महिनामा चाहिँ एकदमै चिसोको कारणले पनि अनि अरू अन्य कारण जस्तो कि पुसमा पूजा गर्नु हुँदैन यस्तो भन्ने पनि हुँदो रहेछ कतिको। त्यही भएर धेरै मान्छेहरू आउनु भएको छैन, धेरैजना छैनौँ हामी। डर पनि लाग्दैछ है। ल यो चाहिँ हो झाँक्रीढुङ्गाको ढुङ्गा। यो चाहिँ बिचबाट चिरिएको छ। के हो यसको धर्म मान्ने त मलाई अलि राम्रोसँग चाहिँ थाहा छैन। अनि यहाँ हेर्न सक्नुहुन्छ हिमाल देखिरहेछ है, यहाँबाट हिमाल देखिरहेछ। भनेपछि हामी कतिको हाइटमा छौँ होला भन्ने कुरा चाहिँ हजुरहरू गेस गर्न सक्नुहुन्छ। ओके अब यहाँबाट हामी सिँढीमा माथि जाने हो, त्यहाँ माथिसम्म है। वरिपरि नै सिँढी छ अनि हामी फनक्क एक फन्को लगाएर घुमेर यहीँ आउँछौँ। यता भ्यू देख्न सक्नुहुन्छ कति राम्रो देखिन्छ कि यहीँ बसिरहँ जस्तो। तर अब पोसिबल त हुँदैन यस्तो कुरा। राम्रो देखिएर के गर्नु, सेवा सुविधा धेरै गाह्रो छ यहाँनिर मान्छेहरूलाई। कति चिसोमा कति काम। बिहान हामी आउने बेला होइन मान्छेहरू घाँसको भारी बोकेर फर्किँदै हुनुहुन्थ्यो। त्यति बेला कति भनेपछि 7 बज्दै थियो होला, उज्यालो पनि भएको थिएन। मेरो यो सिँढी चढ्दा हालत खराब हुन लागिसक्यो। मम्मीले भनिछ तल्लोपट्टिबाट गएर अनि यताबाट चाहिँ लास्टमा एन्ड गर्ने अरे, त्यही भएर म झरेँ यतातिर। टिकटकरहरूको टिकटक हुँदैछ यहाँ। खै देखिसक्यो सानो, म भिडियो बनाइदिन्छु। यता हाम्रो मम्मीहरू कस्तो लागिरहेछ मम्मीहरूलाई झाँक्रीढुङ्गामा? हामीले धेरै राम्रो लागिरहेछ। आज धेरै वर्षपछि पुरानो धार्मिक स्थल ढुङ्गा गौमुखी गाउँपालिका रजबारा 3 मा आउन पाउँदा धेरै खुसी लागेछ। सबैले धेरै धेरै सम्झना माया छ। मलाई चाहिँ खासमा एक्चुअलमा चाहिँ यहाँ चाहिँ लाली गुराँस फुल्ने बेला आउने मन थियो गाइस। यो सबै कति धेरै लाली गुराँस छ कि होइन। तर के गर्नु, समय यस्तै छ। जति बेला भ्याउँछ त्यति बेला आउनुपर्ने। यहाँको चट्टानहरू कस्तो छ भने अचम्मको छ कि। अब हेर्नुहोस् है, वाह। जे भए पनि हुन्छ होला नि। के ढिलो पकाउनु बिचार बुढाहरूले भरे खाम्ला नि। भात पकाउने के पकाउने नानी? गाइस ल भ्यू हेर्नु है। यो चाहिँ झाँक्रीढुङ्गाको तल्लो साइडबाट भ्यू। पुरै हिमाल पनि देखिरहेछ यतातिर। कालो भाइ मेरो ह्यान्डसम भाइ देखिन्छ कि यहाँ पनि। म यस्तो राम्रो भ्यू छोडेर अब हामी जान लाग्यौँ। प्याकअप भयो हाम्रो चाहिँ। अब कत्रो ठुलो बोका काट्दैछन् गाइस। कसरी देखाऊँ त? भरे के खालको चलन होला यस्तो मार्ने हत्या गर्ने। ठिकै छ नि भाइ, हामी जान लाग्यौँ। अब हामी अब जान लाग्यौँ है। बाई बाई एभ्रीवन। गाइस अब हामी रानीताल आयौँ। गाडीको यात्रा चाहिँ त्यस्तै हो। गाडीमा चाहिँ म केही भिडियो पनि खिच्दिनँ होइन, किनकि बाटो यति अफरोड छ कि अब
आफैलाई सम्हाल्न गाह्रो हुन्छ मोबाइल कसरी सम्हाल्नु क्यामेरा कसरी सम्हाल्नु त्यही भएर मैले चाहिँ अब दादाले त नलेखेर लुक एट दिस भ्यू दादा दिउ त ल रुक्से आजभोलि त मान्छे आउन लागेर अलिक फोहोर हुन थाल्यो के हो के हो पहिला त एउटा नि थिएन है यस्तो पानी पात सात त यो केन्द्र भएको थाहा छैन र रानीताल हो भन्छ यहाँ चाहिँ पिकनिक स्पट जस्तो पनि छ आजभोलि यस्तो राम्रो गराउनु भएको छ बस्ने ठाउँदेखि लिएर पिकनिक खाने ठाउँ छ होइन फोटोसोटो खिच्ने सबै के यहाँ चाहिँ पहिले अरू केही पनि थिएन पोखरी मात्रै थियो एकदमै सफा अलि ठुलो थियो अहिले त पोखरी पनि यस्तो सानो भएछ अनि मलाई पहिले भन्दा चाहिँ अलिक फोहोर भएको जस्तो पनि लाग्यो है यो पोखरी चाहिँ अब के हो त्यो थाहा भएन सुनसान छ केही छैन चराचुरुङ्गी मात्र यति राम्रो छ कि यति राम्रो छ कस्तो आनन्द दिनभरि बस्ने जस्तो तर बस्न मिल्दैन हतार हतार हिँड भनिरहेछन् यहाँ सबैजनाले अब यता फोटोसुट हुन्छ कसैको उता टिकटक आउनु भ्याएको छैन टिकटक सुरु भइसक्यो मेरो पनि भिडियो सुरु भइसक्यो हाम्रो मामा घर हो क्याप्सियो चाहिँ यहाँनिरको यो घरहरू चाहिँ हाम्रो मामा घर हो